जाने त्यो प्लेनमा जाने आमोइ नि सुन्नु न त्यहाँ गएपछि त पा गर्नुहुन्छ कि पा गर्नु हेलो साथीहरू म चाहिँ हुम्लामा पुगिसकेको छु पुग्नु बित्तिकै मैले भिडियो बनाएको छु हैन किनभने धेरै नै थियो अगाडि धेरै पछि भयो नि त यो म त धेरै 1 वर्ष पछाडि बल्ल भोइस ओभर गर्दैछु कति धेरै भिडियो थियो डिलिट भएछ अब चाहिँ एकदमै फनी एन्ड रमाइलो गर्नेवाला छु स्याउ टिप्न जाँदैछु है त हेर्नु अवस्था झर्छु आइफोन हो यो फोटो खिच्न जानु हुनेछ त यसरी म चाहिँ हेर्नु न यहाँ स्याउ फर्स्ट टाइम है मैले लाइफमा फर्स्ट टाइम स्याउ टिप्दैछु मैले अहिलेसम्म स्याउ टिपेको थिइनँ फर्स्ट टाइम स्याउको बुट्टा देखेको पनि फर्स्ट टाइम हो टिपेको पनि फर्स्ट टाइम यो ठुलो टिपौँ कि है वाउ खान्छु है अर्ग्यानिक हो नि त खानुपर्छ यस्तो मिठो छ यार साह्रै मिठो छ मिठो हुन्छ यता हाम्रो हुम्लाको सिमीकोटको मेरो ससुराहरू सासू त मेरो सासूले होइन ससुराको बुवाहरूले रोपेको बुट्टा होला है बुट्टा यस्तो हुन्छ यहाँ उता ओखरको बुट्टा पनि छ नि त देखाएको छ उता ओखर पनि छ आलु पनि छ एकदमै राम्रो छ ल हुम्ला आइसकेपछि चाहिँ देउरानीको हातको पहिलो खाना है यो चाहिँ हामीले जेठी देउरानी भनौँ न यहाँ मध्येको जेठी त हो तिमी है यहाँ मध्येको जेठी देउरानीको पहिलो हातको खाना चाहिँ एकदमै खानालाई एक्साइटेड छौँ यहाँ बसिरहेछन् सुनिता मलाई थालमा भातै नहाल प्लिज नहाल के यता सुन न मेरो भने मान न मेरो माया यसैमा खाएँ म यता हेर नि नै यसैमा मासु त्यो हालेको थियो नि त्यो भात धेरै हुन्छ कि सुनिता प्लिज के मलाई यता सुन न सुनिता धेरै नहाल थुथुरे हाल धेरै नहाल है अनि चट्टसँगले अब हामी चाहिँ बसेर खान्छौँ बाबा यसैमा हाल